हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आज फेरि नयाँ भिडियोमा स्वागत छ हजुरहरूलाई। हामी आज लुम्बिनी केबल कार जाँदैछौँ। अब के हुन्छ, के छ, कस्तो छ सबै कुराहरू हेर्नु होला। साथीहरू लाग्यो हामी त केबल कार चढ्न, तर रात परिसक्यो, पाउने हो कि होइन। जाँदैछौँ, जान चाहिँ आइसक्यौँ, पुगिसक्यौँ। ल साथीहरू, अब हामी जाँदैछौँ। आरतीको समय हुँदैछ अरे माथिकै मन्दिरमा। अब यहाँ गार्डजी हुनुहुन्छ, सबै इन्स्ट्रक्सन दिनुभयो हामीलाई। हामी जाँदैछौँ। साथीहरू जाने आउने टिकट काटियो। हाम्रो 4 जनाको 3000। यता जाने हो। यस जाँदैछौँ। केवल यहीँ हो। यहाँबाट अब लिफ्टबाट माथि जाने होला सायद। जाँदैछौँ। ढोका लायो। ओहो माथि गयो। यस्तो रिगाउँछ माथि गएर तल झार्दा अलिकता जाम। ल आयो साथीहरू, यहाँ पनि टिकट बुझाउनु पर्दो रहेछ। यता पनि हेर्नुभयो, हाम्रो पासिङ हुँदैछ। यहाँबाट गाह्रो छ। यता यस्तो रहेछ। एकदम राम्रो छ, कस्तो राम्रो छ। यहाँबाट त घुमी जाने ठाउँ रहेछ क्या। फ्री वाइफाई जोन रहेछ नि त यहाँ। कस्तो मजा लागिरहेको छ, तर आरती भनेर हो। साथीहरू फाइनल्ली केबल कार आइपुग्यो। केबल कार ल लुम्बिनी केबल कार चलिने भयो साथीहरू। यस्तै छ, रमाइलो। ल केबल कार चढियो। जिन्दगीमा फर्स्ट टाइम हो। मनगाउँमा चढेको थियो 2 चोटि, तर आज डर लाग्यो किन फर्स्ट टाइम हो। भिडियो बनाएर न सिधाबाट छड्क्यो। ल साथीहरू, यो ढोका लाग्यो। आफै लाग्दो रहेछ नि त ढोका, होइन? ओहो के हो यस्तो? कुद्यो। माथि गयो यार। दिदीलाई डर लाग्दो रहेछ यार। केही लाग्यो। तपाईँहरू उल्टो गर्नुभयो। यता हामी त आकाशमाथि पुग्यौँ त। तल हेर त आयो। क्या मजा आयो साथीहरू, हामी त चढियो केबल कार। ल हामी आइयो। ओहो त्यहाँबाट आयौँ हामी। गर्दैन के पुरानो मोडमा चाहिँ डर लाग्ला जस्तो लाग्यो मलाई। केही हुन्न, डर के आगे जीते, डर के आगे डर लाग्यो किन? डर नलाग्यो, चढा चाहिँ भनेर पुरा यस्तो अलिअलि त डर लाग्यो होला नि। डर त लागेन, तर यस्तो छ कि धेरै तल लाग्यो। लामै रहेछ हेर्नु त। कहाँ हो यार? म त यस्तो डर लाग्यो नि। त्यो गुम्बा भएर नि कस्तो अर्कै लाग्यो।
मजा आयो मजा अनि वन के अरे वन वेको मात्रै उही किन कस्तो राम्रो देखियो यहाँबाट खिच्नु नि ल्याउनु त म खिचिदिन्छु लौ खिच ल सातेरीका खिच्दै बिर्सेछु यहाँ तल चाहिँ खोला छ यता यो उता जानु पर्छ कहाँबाट आएको हामी उहाँबाट आएको हिँड्दै लामै रहेछ के अरे म त हिँड्दै जान्थेँ यहाँको वान वेको टिकट काट्नु पर्यो आऊ क्यान्सल गरौँ है अझै छ लामै रहेछ ए मजा आइगयो लामो रहेछ त अनि दाइलाई नि डर लागेर छैन त अन्त लाग्छ ए हेर्नु त उहाँ हेर्नु त पछाडि कहाँ छ तिमी नदेखाउ त नदेखाउ सातो जान्छ फुटीको नै के छोटो छ भने हैन र यही लामो हो क्या हो त्यो छोटो हो क्या हो होला त्यस्तै परेर हुन्छ मैले बुझेले 3000 ल साथीहरू यहाँ नहल्ले भाइ नहल्ले मजा आइगयो किन किन डराउनु भएको छ त्यो माथि चढ्दा तपाईँहरू त्यही पुल अघि हामी तरेर आएको त्यहाँ त्यही होला अब त्यो पाल्मा चाहिँ जे भन्दै नि भइसक्यो जे भन्दै नि तल हेर्नु त यो सिसा हुन पर्ने क्या अझ देख्दैन नि तल पिसा भइसक्यो मान्छेहरू ए यस्तो मजाको ठाउँ छ यो के एक्सपिरियन्स भइरह साँच्चै म पो तपाईँ बढी डराएछ कि ज्यानको माया कस्तो भइरहेछ दिदी तपाईँलाई भन्नु त भन्नु कस्तो भइरहेछ जस्तो लाग्यो टुवेको टिकट काटेर आउने बेला हिँड्दै आउने यो डाँडो हिँडेर आउनलाई त तपाईँलाई अहिले कति बेर लाग्ने हो हेर्नु साथीहरू अब त आइपुग्न लाग्यो म यहीँनिर माथि हो हामी कहाँबाट आयो मैले त देखिँदैन बत्ती बलेको ठाउँबाट आयो हामी साँच्चै हामी खै ए हेलो गइ जानु भयो साथीहरू फाइनल्ली आयो हो यही ल साथीहरू आइयो बाँचेर आइयो नै लास्टै डर लाग्छ नि त मलाई त्यो आइयो आइयो यसरी आइयो हामी लास्टै डर त मलाई यसरी लाग्थ्यो अघि बरु यसरी दौड्दै आउट बरु के गएको थियो आफूलाई के होला यस्तो लगाइरहनु हामी मात्रै रहेछौँ भाइ हिँडेर जाने बाटो होला क्या सायद कतैबाट 131 कति धेरै फुट गिला हुन्छ ए उल्टो रहेछ 100 बढी 115 ए राम्रो रहेछ त काउन्ट गर्दै जाने होइन कस्तो फिल भइरहेछ थकाइ लाग्यो होइन कस्तो राम्रो पछाडि कस्तो राम्रो भ्यू देखेर रहेछ अब ठ्याक्कै 100 फुट गिलो बाँकी छ तिमी त कहाँ हो दौडेको छु हामीले त 50,000 लाख फुट किला त नाग्यौँ होला मन्दिर जाने बाटो माथि थकाइ लाग्यो डर लागेर कस्तो बमिट आउनु लाग्थ्यो केही छैन जाने दर्शन गर्ने आउने रुक यता हेर राम्रो आएर आइयो फाइनल्ली चढ्नु त कस्तो राम्रो पछाडि ब्याकग्राउन्ड छ क्या
यही हो मन्दिर आहा कामाख्या शरणम ए हामी यहाँ आइयो कस्तो राम्रो रहेछ ठाउँ ल साथीहरू यहाँ आइयो पूजासुजा गरियो गुरुजीहरूले राम्रोसँग पूजा गराइदिनु भयो अब अनि हल्का भएको छ मन होइन अनि माला लगाइदिनु भएको छ अब यहाँ फोटो खिच्छौँ हामी अनि है खस्यो क्या प्रसाद राम्रो रहेछ ल अब हामीले फोटो पनि खिच्यौँ साथीहरू अब आनन्द भएको छ एकदम मजा लागेको छ यहाँ दिनभरि बस्ने तरिकाले आउन अझै राम्रो रहेछ सायद डाँडा काँडा देखिन्थ्यो हामीलाई त यही राति ठिक छ नि दिदी कम डर लाग्थ्यो अहिले फेरि आउँ त डर लाग्यो साथीहरू लास्टै अब के गरे होला यस्तो नभन्नु होला लास्टै डर लाग्यो अब पहिलोपटक केबल कार चढेको त्यो भएर नि होला यस्तो डर लाग्छ ए डर लाग्छ भनेर नचढेको आज चाहिँ चढिहाल्यो रहरमा तर कस्तो राम्रो के ब्याकग्राउन्ड आएको छ यहाँनिर फोटो खिचौँ न एउटा फोटो ल ल ल ल ठिक छ मात्र भने राम्रो आएको थियो यता रुद्राक्षको माला लाउँदा आइयो अब एकदम राम्रो मलाई त थाहा पनि थिएन यो मन्दिर भन्ने थाहा पाएको भए झन् अझ लास्टै चलेको छ नि त आजभोलि राम्रो भएको छ यो यसको शाखा उहाँको इन्डियाको शाखा हो यो नेपालमा पहिलो हो यो मन्दिर कामाख्या देवी मन्दिर भन्छ नि हो त्यही खै कुन ठाउँमा छ इन्डियामा साउथ इन्डिया एकदम राम्रो लाग्यो देखिरहेको थिएँ कहाँ हो जस्तो लाग्थ्यो तर यहाँ रहेछ फाइनल्ली आइयो राम्रै ठाउँमा आइयो छ हामीलाई रक्षा गर्नु होला भन्ने सबैलाई त्यो माला दिनुहुन्न होला नि है के भन्नु हो के र टाढाबाट त्यो माथि लास्टमा चारजना के हो साथीहरू कमेन्ट गर्नु होला है हजुरहरूले पनि पाउनुभयो कि नै मैले गएको मान्छेहरू घाँटीमा देखेन थिएँ कोही न कोहीको घाँटीमा त हुन्छ नि त हामी लास्ट लास्ट भएर पनि अब हामी जाने बेला भइसक्यो केबल कार चढ्ने बेला फेरि देखाउँछ है ल साथीहरू हामी त लास्ट ग्रुप भन्दै होइन हतारिँदै आएको थियौँ अझै अर्को ग्रुप आउँदैछन् रे 80-100जना होइन अनि त्यही भएर एकछिन हामीलाई यतैतिर घुम्नुहोस् अनि तपाईँहरूलाई हतार छैन भने भन्नुभएको छ हामीले केही पनि हेर्न पाएको थिएनौँ नि त हतार गर्दै आएको थियौँ त्यो भएर जानुहोस् घुम्नुहोस् भन्नुभएको छ कसरी चल्छ देख्नुभयो कता हो हेलो हेलो गर्नुभएको छ कस्तो राम्रो ठाउँ रहेछ नि यहाँ त दिउँसो आउनुपर्ने जस्तो ठाउँ रहेछ नि तर ठिकै छ बिहान अँध्यारोमा आएर साँझ रातिमा जानुपर्ने जस्तो रहेछ केही देखिन्न वरिपरि अनि जाउँ मलाई त आउन जान चाहिँ डर लाग्ने रहेछ आएपछि चाहिँ आनन्द रहेछ साथीहरू आनन्द लाग्यो कस्तो राम्रो यहाँ बस्ने ठाउँहरू रहेछ अब यहाँ फोटो खिच्न मन लाग्थ्यो मलाई खिचौँ न यो हजुर आहा निगरीलाई बुटोल साथीहरू बुटोल यस्तो देखिँदो रहेछ
कस्तो राम्रो आएको रातिमा आएर हामी ढिलो गऱ्यौँ कि जस्तो लाग्थ्यो तर होइन रहेछ एउटा गयो केबल कार गइरहेछ तर होइन हल्लिरहेछ के यो हल्लिरहेछ यसको तल छ सायद यो चल्ने हो के फरक पर्दैन है जान्छु त्यो मेसिन चलेको नि त त्यही भएर त यसको उताबाट नजाने भनेर यहाँ त कच्चा माल युज गरेको त्यही भएर पक्का माल छैन यसमा के माल पक्का भन्दा पनि के हो साथीहरू हामी एकछिन टिकटक बनाएर आइजान्थ्यौँ नि यहीँ भनौँ न अब तातो छ मुख दिन्छु मुख त नदिउँ टिका जान्छ होइन साँच्चै हात धोएर नि जानु पऱ्यो ल साथीहरू हामी मस्तले यहाँ बस्यौँ एकछिन रेस्ट भयो मजाको होइन तर त्यस्तो डराइ आयो भने नि आनन्द आयो अब जाने बेलामा चाहिँ डर लाग्ला बढी डरा यहाँ हामीलाई साथीहरू फोटो भिडियो खिच्यौँ होइन भिडियो त खिचेन फोटो मात्रै खिच्यौँ अनि यसरी यहाँ राम्रो रहेछ ठाउँ यो सबै कोही पनि छैन खाली छ अब हामी जाँदैछौँ यहाँ खिच्ने फोटो भिडियो फोटो खिच्ने ल खिचौँ न आउँछ अब साथीहरू हामीले फोटो भिडियो खिच्यौँ होइन यहाँ फोटो खिच्दै हुनुहुन्छ दिदी हजुरले अनि यता यहाँ पनि पोज हेर्दैछन् यो सबै फोटो हेरेर साथीहरू फेसबुक इन्स्टामा जानु होला जानु हेलो अब निस्किनु अलि उता 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 भयो बिचमा काट्दैन त ल साथीहरू अब हामी जाने बेला भइसक्यो होइन ठिकै छ जाने बेला भइसक्यो अब अरू पनि आउँदै हुनुहुन्छ नै अरू पनि हाल्ने भएपछि यता बस्ने भने ठिकै छ हामी जान लाग्यो अब मोबाइल राख्नु सबै टाइम हेर त ल टाइम छ हेर्नु है 4:41 एकदम रमाइलो फिल भइरहेछ नयाँ अनुभव हो यो पनि होइन खाली छ नि त एक वान वे हो नि त अब के हुन्छ त के हुन्छ स्टुडेन्टहरू धेरै रोकिन्छ हाम्रो त्यसो भए लाग्यो हामी त बुटोल त्यहाँ तार हुनेछ क्या आहा खतरा देखिया छ हेर्नु त दिउँसो भए त डराउँछ होला जान्छ ए खतरा देखिया छ अहिले हामी लिपा चौरास्ता मात्रै लाग्यो नि बेलाको रियाक्सन यो चाहिँ हाम्रो दाइ बिन्दास पारामा यहाँ तल हाँसो हातेर दिदी चाहिँ डराउनु भएको अवस्था यताको हालत के छ हल्का यस्तो गर न कस्तो त छैन त्यस्तो कस्तो गर्ने हल्का लाइट के अहिले त्यो भएर अँध्यारो भएर मात्रै डर लाग्यो त्यो त मैले अघि नै भने अन्त बिहान आउँदा बिहानै आउनु पर्दो रहेछ म चाहिँ डराएको अवस्था जाँदा आउँदा अनि के भयो अरे लिप चढा जस्तो लाग्यो के भयो अरे अघिको जस्तो पुरै सिधै तल सिधै माथि खै खाली आयो त्यो लिन आयो देखिन्न देखाम भने पनि तल भ्यू हेरौँ साथीहरू भनेको लाइट बालेर त देखिन्न हुन्छ भ्यू पनि खिचौँ न हो काटेर अनि त्यहाँ उ गरिदिने
रोकिन लायो भने फेरि ऊ होला भनेर के गर्नुभयो तपाईँले? मैले ए टुकटुक वाला हाय हमको भी दिखाओ। हेलो त्यसरी यताबाट उताबाट अघि फुट्ला के नफुटै खै देखाइदिउँ म यताबाट फुट्ला के नफुटै भन्छु के। तर यस्तरी लाइट बालेर तलबाट लाइट गरेर उता भ्यू खिच्नु पायो नि अब त्यो हुँदैन भने जस्तो हुँदैन। तर फोटो चाहिँ खतरा आउँछ क्या होइन अघि खिच्छु न फोटो त जे खिच्छु अब त त्यस्तो डर लागेन त्यो फर्स्ट टाइम भयो? नि हो अनि त्यही माथि फेरि त्यो देखियो त तलको भ्यू ए नल्याइ भन्नुहुन्छ अहिले। अहिले के साथीहरू अब फाइनल्ली तल झर्न लाग्यो ऊ तल तल देखिन न फ्ल्यासलाइट अब त पुग्ने बेला हुन लाग्यो त्यो तल बलेछ नि लाइट त्यहीँ हो कता गयो अब त्यहाँनिर होइन अब 4-5 मिनट बाँकी छ 11 मिनटमा सायद 4-5 मिनट अब त्यो अहिलेको उकालो जस्तै अब फाइनल डेस्टिनेसन आउनु थालिसक्यो देखिया छ तल राम्रो तल बत्ती बलेको ठाउँमा तल हो अब एउटा सानो तल गइन्छ डर लागेन है अब बेस कन्ट्री जान्छ अब बेस कन्ट्री जान्छ अब बेस कन्ट्री जान्छ अब 1 2 पुरानो भयो नि त्यो पल्ट बाटो जे पल्ट बाटो छिटछिटै अब भन्छ। आइयो फाइनल्ली गाडी चढेर जस्तो ल आइयो साथीहरू यही रहेछ अब केबल कार आइयो एकदम रमाइलो पल भयो है ल अलि यता आउनु त यहाँ रहेछ नि फोटो खिचौँ न फोटो एउटा ल साथीहरू अघि लिफ्टमा आइयो अहिले चाहिँ हामी हिँडेर जाँदैछौँ भर्याङबाट सर लाएर मजा आयो मजा रमाइलो दिन भयो कहाँ होला होला त्यो ढिला आइयो यस्तो छ केबल कार जाँदैछौँ पछाडि बाहिर यहीँ हो ल आइयो फाइनल्ली कस्तो लाग्यो हजुरहरूलाई ल साथीहरू आजको भिडियो यति नै भनौँ अब रमाइलो गरियो अलिअलि डर लाग्यो होइन नयाँ अनुभव लियो हाम्रो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरेर नबिर्सनु होला आजलाई बाई बाई अब बाँकी अर्को भिडियोमा अर्को दिन हेर्नु होला बाई बाई ल साथीहरू हाट बजार आइयो होटलको यस्तो छ कति हावा चलेको